हेलो साथी नमस्ते गुड मर्निङ सबैजनालाई। आज धेरै पछाडि न्यू भ्लग लिएर आउन खोजिरहेको छु। सो के छ तपाईँहरूको हालखबर? होप यु अल गाइज आर एब्सोल्युटली फाइन। सो तपाईँहरूले देखिसक्नुभयो होला, म चाहिँ अहिले यता घरतिर यो खेतमा टक्क धान काट्ने सिजन पनि भइसक्यो भएर चाहिँ यो धान अस्तितिर पानी एकदम धेरै पर्या भएर चाहिँ धानहरू नकाटी बसेको अवस्था। अब अहिले चाहिँ हाम्रो साथीहरू धान काटिराख्नु भएको छ। यतातिर यो उखुबारी यो चाहिँ हाम्रो चाहिँ होइन, हाम्रो घरभन्दा परतिर हो त्यहाँ ठ्याक्कै यो उखुबारीको इन्डिङमा छ यो घरको यो उखुबारीको मालिक। अनि तपाईँहरूले देखिराख्नु भएको त्यो चाहिँ मेरो घर गोठ गाईबस्तुहरू राख्ने गोठ। अनि यतातिर चाहिँ धान, मेरो धानको खेत यहाँदेखि स्टार्ट हुन्छ है। स्टार्टिङ पोइन्ट इज हियर, द्याट इज स्टार्टिङ पोइन्ट। अनि स्टार्टिङ पोइन्ट अनि यो साइडको एन्डिङ पोइन्ट भनेको चाहिँ ऊ त्यो रुख छ नि, यो अगाडिको रुखको ठ्याक्क त्यसकै साइडमा छ क्या। अब चाहिँ नेक्स्ट यहाँदेखिको एन्डिङ पोइन्ट, यो चाहिँ स्टार्टिङ पोइन्ट भयो भने पछाडि यहाँदेखिको लम्बाइ लेन्थको एन्डिङ पोइन्ट भनेको चाहिँ त्यहाँ त्यो बिजुलीको खम्बा देखिरहेछ नि, त्यसको ओरतिर त्यो एउटा बिजुली खम्बा त्यो भयो, त्यसको मुनतिर हेर्दाखेरि चाहिँ धान योपालि राम्रै फल्ला जस्तो छ र धान राम्रै होला जस्तो छ कि। नर्मल्ली यो यत्रो यहाँदेखि घरसम्मको खेतीमा चाहिँ कमसेकम 40देखि 45 बोरा धानहरू हुन्थ्यो, जुन भनेको एकदम राम्रो हो। अनि त्यस पछाडि त्यहाँभन्दा माथितिर पनि अलिकति छ, त्यसमा पनि अलिकति एड हुन्छ, लाइक 10 बोरा जति चाहिँ मजाले हुन्छ त्यसमा। 50 अन एभरेज गर्दाखेरि 60 बोरा टोटल फल्थ्यो। अब त्यसलाई चाहिँ अधिया लगाएको क्या हाम्रो चाहिँ धान। फेरि अहिले चाहिँ म थोरै टाइम ल्याप्स सर्टहरू बनाउँछु, जुन मेरो पछाडिको जुन यो खेत छ नि, यसमा चाहिँ हामीहरूले पहिला गेमहरू खेल्थ्यौँ, क्रिकेटहरू खेल्थ्यौँ, फुटबलहरू खेल्थ्यौँ। अनि झगडा पनि यस्तो वाइल्ड लेभलको झगडा हुन्थ्यो क्या यतातिर। मजै त गर्थेन, तर जस भाइहरू भन्नु कि साथीहरू भन्नु कि झगडा चाहिँ बवाल हुन्थ्यो क्या यहाँ। अनि यहाँ बर्खाको बेला चाहिँ यो खेतमा चाहिँ यस्तो पानी हुन्छ वाइल्ड लेभल नेक्स्ट लेभलको पानी हुन्छ क्या। त्यो भनेको लाइक यहाँ कम्मर यति कम्मर जति आउँछ क्या यसमा पानी चाहिँ। अनि जस्ट यो पछाडिको जुन यो काटिराख्नु भएको छ नि त्यहाँ पछाडि, त्यो भनेको चाहिँ मेरो खेत हो कि। अनि त्यसमा पनि यतातिर यो साइडमा चाहिँ हुन्थेन, जुन घरतिरको साइडमा चाहिँ खतरा पानी हुन्थ्यो, तर पछि चाहिँ जस्ट रिभर्स गरियो क्या। घरतिरको साइडलाई चाहिँ एकदमै उच्चो बनाइयो अनि यतातिर चाहिँ गहिरो बनाइयो। सो अहिले जस्ट अपोजिट भएको छ, यतातिर चाहिँ पानी हुन्छ, घरतिर चाहिँ हुँदैन पानी। ओके, लेट मी क्लिक सम टाइम ल्याप्स सर्ट्स। यो चाहिँ धान काट्ने मेसिन साथीहरू, मैले अगाडि तपाईँहरूलाई केही पनि भनिनँ। यो हाम्रो धान काटिरा भएर चाहिँ यो मेसिन च्याम्फा मेसिन भन्छ अब हाम्रोतिर। सबैकोतिर बेग्लै भन्ने गर्छ यसलाई चाहिँ। अनि अब अलिकति खेत गिलो पनि भयो कि, गिलो भएको कारणले गर्दा गिलो भयो।
आकाश बादल हेर्दा चाहिँ यहीँ मुनि पुग्दैन सहमति लास देखिन्छ यो बादल पनि तर हुँदैन कस्तो मजाको धानको बाली ल धानकै बाली त हो नि कस्तो मजाको छ हेरौँ टक्क अगाडिपट्टि घर त्यहाँ काट्नेवाला दाइ अनि आकाश बादल